हेलो एभ्रिवान, सबैजनालाई नमस्ते। अनि आज हामी बाहिर गइरहेको छौँ। सो आज हामी बाहिर चाहिँ जान आँटेको, अहिले रेडी भइसकेको छौँ। हामी बाहिर गएर जानलाई चाहिँ किनभने रेडी भएको भने हामी चाहिँ आज के को छ लक्की पूजा छ। आज लक्की पूजा, त्यही भएर आज घरदेखि अनि 10 बजिसक्यो रातिको। अब रातिको 10 बजे हामी निक्लिँदैछौँ और लक्की पूजाको लागि हामी निक्लिँदैछौँ है गाइज। अब बाहिर हामी निक्लिन्छौँ, दरवाजा खोलेँ मैले है लक्की पूजाको लागि बाहिर जाने। हामी अब गाइज हामी घरदेखि चाहिँ बाहिर निक्लेर रोडमा छ कस्तो लाइटहरू राम्रो राम्रो लाइटहरू लगाएको रहेछ कि रोड पनि। बाप रे बाप, यो लक्की पूजा त खतरनाकै मनाउँदो रहेछ क्या यतातिर। अब लक्की पूजामा लक्ष्मी पूजा अब यति धेरै मनाउँदो रहेछ थाहै छैन। और हामी यहाँनिर पुग्यौँ, तर यहाँनिर त पुरा डिजे, यता पनि डिजे चलाउँदो रहेछ, उता पनि डिजे बजाउँदो रहेछ। अनि हामी यतातिरकोमा हेऱ्यौँ, त्यहाँनिर अलिकति ठिक लागेन। अहिले त्यसपछि अगाडिको डिजेवालामा जाउँ भनेर अनि साथीहरूले भनेर अगाडि हिँडिरहेछौँ हामी। अगाडि हेर्नु नि कस्तो दोकानहरू मेला जस्तै लाग्दो रहेछ क्या यहाँनिर चाहिँ। अनि डिजे अलग अलग, यता पनि डिजे चलाउँछ, उता पनि डिजे चलाउँदैछ, मेला जस्तै हुँदो रहेछ कि। अनि हामी अगाडिकोमा गएको, अगाडिमा त क्या दामी दामी अरू उयोहरू रहेछ कि, मतलब नाच्ने डिजेमा कति धेरै नाचिरहेको रहेछ कि। सो हामी पनि हेऱ्यौँ भनेर जाउँ भनेर गएको। अनि त्यहाँनिर फेरि हामी पनि एकछिन भोलि गयो। यहाँनिर एकजना हाम्रो साथीसँग अनि भेट हुने बेला भयो र हामी साथीलाई हेरेको, साथी छैन रहेछ, यतातिर आएको छु भनेर भन्यो। अनि भेट गरौँ भनेको थिएँ। अनि भेट गर्ने त के गर्नु, साथी नै अहिलेसम्म आइपुगेको छैन। अनि त्यही भएर पर्खिरहेको, यताउति हेऱ्यौँ छैन। अनि त्यसपछि फेरि यता पो आउँदैछ कि उता पो आउँदैछ कि भने छैन। अनि म चाहिँ यसरी ब्लग बनाउन थालेँ फेरि। अनि ब्लग बनाउँदा यताउति हेरेँ त एकछिनमा आउँछ कि भनेको, कहिलेसम्म आएकै छैन साथी। अनि फेरि हामी पनि अब के गरौँ जान भनेर जाऊँ भनेर गयौँ। त फेरि सानो जान आँटेको, त त्यहाँनिर फेरि आइपुग्यो साथी। वहीँनिर साथी हो, वही साथी हो, बाटो बेस लगाउँछ नि वही साथी हो। ठ्याक्कै आइपुग्यो। अनि जाउँ भनेर निक्लेको त ठ्याक्कै आइपुग्यो। अनि फेरि पछाडिदेखि अनि फेरि त्यसमै कुरा गऱ्यौँ। अनि कुरा गरेर फेरि डिजेतिर गयौँ हामी। त डिजेमा त बोबाल मचिरहेको थियो, यति धेरै नाचिरहेको थियो कि अब नेपाली गानाहरूमा होइन, यति धेरै बोबाल नाचिरहेको थियो। हाम्रो त लाग्यो कि यो नेपाली गानामा पनि कसरी नाचेको यिनीहरू भनेको सोचेको। बाप रे बाप, खतरनाकै नाचिरहेको थियो। अनि हामी पनि त्यहाँबाट चाहिँ नाच्यो भनेर अनि साथी सबैजना एकदमै तयार भयो नाटेको थियो। अनि नाच्दा थाक्छ भनेर अनि फेरि यतातिर जान आँटेको थियो। फेरि त्यहाँनिर अनि फेरि डिजे मार्ने भनेर भन्यो। अनि त्यसपछि फेरि हामी पनि यतिर के मार्छ भने त एकैचोटि नाचेरै जाउँ न भनेर फेरि नाच्न थाल्यौँ मिलेर। एकछिन नाच्यौँ, अनि नाचेर अनि यताउति हेऱ्यौँ त जाने बेला नाटिसक्यो भनेर फेरि अब नाच्ने भनेर बरु नाच्छौँ भन्यो भने अब यति धेरै भिडमा छ। अब भिडमा हाम्रो पनि जोस त उठिसक्यो नि होइन, अब जोस त खतरनाकै उठ्छ। अनि अब जोस उठेपछि त अब नाच्नु जानै पर्यो होइन। अनि त्यसपछि त नाच्यो अनि फेरि भेटेर अनि फेरि एकछिन अब कुराकानी गऱ्यो। अनि कुराकानी गरिसकेपछि त अब के गर्नु। अनि त्यसपछि यतातिर हेऱ्यो, डिजेहरू पनि बजाएर सबैजना फोटोहरू खिचिरहेको थियो। अब मेरो पालोमा मैले पनि लास्टै लिएर फोनदेखि अनि भिडियो खिच्न थालेँ। सो ब्लग बनाउँछु भनेर अनि सबै साथीहरूलाई पनि देखाउँछु भनेर ब्लग देखाउन थालेँ। अनि एकछिन भिडियो बनाएँ। अनि यतातिर हेरेँ, अनि उतापट्टि त झगडा पनि पर्न आँटेको थियो क्या। अनि झगडा पनि पर्न आँटेको थियो। अनि फेरि मेरो पालो हेरेँ, अब झगडा पर्छ भने त यस्तो अब हाम्रो एरियादेखि पनि बहुत दूर छ नि त। अब 40-50 किलोमिटर दूर, सिलगढीदेखि 40-50 किलोमिटर अब बतासे भन्ने जग्गामा गएको होइन। त्यहाँ भनेको थाहै छैन, अब नयाँ हो। अब बतासे भनेको नेपाल र अनि इन्डियाको बिचको जग्गा हो होइन। अनि त्यसपछि हामी पनि यहाँनिर फेरि यो के पानी उयो निक्लिँदै थियो क्या। अब यो काली पूजाको होइन, दुर्गा पूजाको गऱ्यो नि त। अब पूजाको यो चाहिँ अब त्यहाँनिर चाहिँ उयो उठिरहेको थियो क्या। हामी पनि एकछिन खेल्यौँ। त्यसपछि त्यो डिजे बन्द भएपछि हामी पनि उतातिर लाग्यौँ एकदमै। अर्को यताको डिजे बन्द भयो त अर्को डिजेमा यहाँनिरको डिजे चाहिँ फेरि राम्रो चलिरहेको थियो क्या। अब 2 बजिसकेको थियो रातिको। अब यहाँको डिजे चाहिँ एकदमै रोडवेमा क्या। अब रोडमा चाहिँ अलिकति अप्ठ्यारो भयो होइन। अब रोडमा अप्ठ्यारो भयो। अनि रोडमा अप्ठ्यारो भएपछि हामी पनि के गर्यौँ अनि नास्ता खाएर अब घर जाने बेला पनि भयो भनेर अनि यहाँनिर दुईजना नाचिरहेछ, डिजेको सम्झिँदै नाचिरहेछ।
दुईजना नाचिरहेछ, हामी त यसो भिडियो बनाउँदै हेरिरहेछौँ। अब दुईजना नाचिरहेछ त के गर्न अब।